सो हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। र आज चाहिँ म यहाँ नेपालमा बुझेको घरमा छु एक्लै, किनकि सबजना कोही पिकनिकमा कोही मन्दिरमा गइरहेछ। अनि म पनि जान्थेँ तर मेरो अलि यहाँ कामहरू थियो, जुन अहिले भएन, त्यही भएर म एक्लै नै छु अहिले चाहिँ मैले उठेको होइन हो, म अघि नै उठेको थिएँ। तर यहाँ चाहिँ चिसो छ नि त, जाडो छ, यहाँ हल्का बल्ल बल्ल घाम लागिरहेछ, त्यही भएर चाहिँ अब उठ्नु पर्यो। अनि तपाईँहरूलाई पनि म देखाउँछु मेरो नेपाल, मेरो बोजूको घर, हाम्रो घर कस्तो छ। यो चाहिँ नेपाल इटाभाटामा हो, काँक्राभिट्टा कटेर जुन इटाभाटा आउँछ नजिकै छ, इन्डियादेखिको चाहिँ नजिकै नै छ। सो तपाईँहरू हेरिराख्नु होला, म अब देखाउनेछु तपाईँलाई मेरो नेपाल। बोजूहरू चाहिँ यस्तो चाहिँ गाइस नेपालमा हामी सानो हुँदाखेरिदेखिको यही हो बोजूको घर चाहिँ। यहाँ चाहिँ स्टोर रुमहरू छ, के रहेछ। अनि यहाँ चाहिँ पछाडि भन्दा पनि साइडमा चाहिँ लुगा सुकाउने बारी रोडहरू छ। उतापट्टि चाहिँ अघि मैले साइडबाट देखाएको थिएँ नि भ्यू, त्यो चाहिँ यस्तोहरू छ। यहाँ खेतहरू, बोजू घर चाहिँ यो यताबाट पनि आउँदा भयो, जहाँबाट पनि आउँदा भइहाल्छ हो। अनि बोजू घर चाहिँ टक्रक्कै यहाँ यहाँ चाहिँ कुनै केको टावर, सिमको टावर के कुनै केको टावर बनाउँदैछ हो। अनि यहाँ चाहिँ टक्रक्कै यो सानो पुल जस्तो, पुल चाहिँ फेरि यहाँ चाहिँ पानी पनि बग्दैछ है। यो चाहिँ कुनै खोलाको पानी होला। अनि बोजूको घर चाहिँ टक्रक्कै यहाँ सरी गएर यो बोजूको घर चाहिँ त्यहाँ त ताला मारिरहेछ, किनकि अघि मैले भनिसकेको छु होइन, सबजना गइरहेछ, कोही पिकनिकमा कोही मन्दिरमा। अघि म सुतेको रुम चाहिँ यो हो, रुम पनि यो मेरो सामानहरू सिमरको सामानहरू छ। बेड चाहिँ अघि भर्खर उठेको नि त म त, अघि त्यो लागि बेड चाहिँ यस्तै छ, त्यो अघिको खिड्कीहरू छ गाइस, यस्तै हो गाउँको घरहरू होइन। यस्तो घर पनि राम्रै हुन्छ, यहाँ चाहिँ टक्कै बसेर हेर्ने गफ गर्ने ठाउँ हो होइन। यहाँ चाहिँ पल्लो घरको हो होइन, सबजनाको घर यहाँ। यहाँ चाहिँ टक्क पछाडि गयो यसरी, पछाडि पनि यस्तो यहाँ स्टोर रुमहरू बनाइराख्नु भएको छ, उता टोइलेट बाथरुमहरू छ। यहाँ चाहिँ सागहरू पनि के मेवा सेवा, यहाँ डोरी लुगा सुकाउने, यहाँ फुल, यहाँ पनि के सागहरू, उता आलुहरू छ, सागहरू छ, तोरीहरू पनि केहरू है। यस गाउँमा चाहिँ यस्तै हो क्या, हेर्नु न गाइस। यतापट्टिको चाहिँ यतापट्टि पल्लो आन्टीहरूको हो, यतिको चाहिँ सब बोजूहरूकै। त्यो अगाडिदेखिको यो छ नि फर्स्ट आली हो, त्यहाँसम्म चाहिँ बोजूहरूकै हो। अनि यहाँ हिजो बोजूहरूले आलुहरू पनि के रोप्नु भएको थिएछ, मलाई पनि गर्नु भन्दै थियो। मेरो त लुगाइ लिएर आएको छुइनँ हो मैला, अनि फेरि यताउता जाने काम हुन्छ, त्यही भएर म चाहिँ गर्दिनँ। यहाँ तोरीहरू छ, यहाँ आलुहरू, परसम्म खालि यस्तै खेतहरू छ क्या। उतापट्टि चाहिँ अर्को रोड छ हो, यस्तो छ हाम्रो इटाभाटा चाहिँ दामी छ। यो चाहिँ अघि मन्दिर जानुभएको थियो नि छेवा र बोजूहरू, त्यहाँबाट ल्याइदिएको प्रसाद अरे हो। अनि म चाहिँ यहाँ खेतमा छु, यो खेतमा चाहिँ म किन आएको छु भनेदेखि चाहिँ अहिले बल्ल घामहरू आएको छ, अनि त्यही यसो तातो हुनु लागि। अघिसम्म त यहाँ हुस्यो लागेर हो, पुरा चिसो भइरहेको थियो, अहिले चाहिँ बल्ल घाम लागिरहेछ। अनि यसो घाम पनि ताप्दैछु हो, प्रसाद पनि दिनुपर्छ, यही खानुपर्छ। बोजूले खानाहरू पनि पकाउँदैछ, किनकि त्यो खाएर चाहिँ एकछिनपछि चाहिँ मलाई इटाभाटा पनि जानु छ हो, अलिक काम छ त्यहाँ। अनि अहिले म तपाईँहरूलाई देखाउँछु नि ल इटाभाटा कहाँ छ कस्तो छ भनेर। तेरो स्पेसल कार्ड कुन चाहिँ हो त्यो देखा मलाई ल, स्पेसल कार्ड कुन चाहिँ? यो के हो यो? उचिहा इटाची। कतिवटा छ तेरोमा यसो टोटल कार्डहरू ल भन्। 133 सबै मिलाएर
यहाँबाट सबभन्दा खतरा कार्ड चाहिँ कुन चाहिँ हो यो 133 बाट कुन चाहिँ यो इटाची उचिहा अनि यो के हो यो उजुमाकी नारुतो अनि यो कुन चाहिँ अरे कुन चाहिँ हो यो चाहिँ यो हो उचिहा सासुके यो तिनटा चाहिँ मेन एकदम यो सब त कुन चाहिँ नारुटोको रहेछ होइन यो पनि नारुटोकै हो कुन चाहिँ उचिहा सिसुई के हो नामहरू पनि कुन चाहिँ हो यो चाहिँ इनुजाका किबा यो चाहिँ के हो को यसको नाम हाताके काकासी लगायत म दुईवटाबाट आइसकेको छु हो अनि मेरो काम पनि भइहाल्यो एक दुईवटा काम थियो यो चाहिँ काम त भइहाल्यो अब यो चाहिँ इटाबाट हो यताबाट सिधा गयो भने चाहिँ यताबाट यही हो भनौँ न यताबाट चाहिँ आज चाहिँ सन्डे यता चाहिँ स्याटरडे चाहिँ बन्दहरू हुँदा कि त्यही भएर यहाँ दोकानहरू आज सब बन्दै छ अब मेरो काम पनि भइहाल्यो अब चाहिँ हामी निस्केको घरतर्फ यहाँ अगाडि छेमाको हाम्रो अगाडि घर पनि छ हो घर अगाडि जमिनहरू किनेछ अहिले म तपाईँहरूलाई देखाउँछु नि ल यो चाहिँ मेरो छेमाको जमिनहरू चाहिँ ऊ त्यहाँदेखिको ऊ त्यहाँसम्म उयो बाजेको उयो पछाडिसम्म आर्दुर आधी कट्टा यो चाहिँ यो लोकेसन पनि दामी नै छ चारैतिर घर हरियाली ओ यहाँ गाई कराउँदैछ कुनि किन यता भट्टामा आज गएको त थिएँ के देखाऊँ भन्नु चाहिँ तर आज यता चाहिँ सटरडे बन्द हुन्छ नि त हो सब दोकान सोकान यिनीमा चाहिँ स्याटरडे सन्डे बन्द हुन्छ यता चाहिँ स्याटरडे बन्द हुन्छ सब क्लोज थियो त्यही भएर के देखाउनु त पाइनँ अब तपाईँ यो भ्यू इन्जोय गर्नुहोस् बरन्डा जस्तो प्यासेजहरू यहाँ हल्का सागसब्जी रोपिराख्नु भएको रहेछ मामाले यो चाहिँ मेरो अरे हल्का चुको लगाइदिइराखौँ जहाँ हाम्रो घर हो त्यहाँ एउटा रुम छ यहाँ एउटा रुम छ टोइलेट बाथरुम यहाँ चाहिँ अहिले मामाहरू र छेमाहरूको हल्का सामानहरू छ हो माथि जाने रुमहरू हो माथिबाट देखाउँछ तल भ्युज ब्याकको भ्यू चाहिँ यस्तो छ गाइस मजाको उयो फर्स्ट आली अनि उताको सेकेन्ड आली छ नि त्यहाँ चाहिँ हुन्छ हाम्रो हो भोलि पर्सि यहाँ बस्दाखेरि चाहिँ टकटक यहाँ वल लगाइदिनुपर्छ बाउन्ड्री जस्तो हो अनि यहाँ पछाडि बस्दै चिया खाँदै भ्यू हेर्दै बस्ने हो चिल पारामा उताको परसम्म हो ब्याक भ्यू चाहिँ यस्तो हो अनि फ्रन्ट भ्यू चाहिँ यहाँ चाहिँ टोइलेट बाथरुम बनाउँछ कि मन्दिर बनाउनु हुन्छ कोही अनि फ्रन्ट भ्यू चाहिँ यस्तो छ यहाँ अगाडि रोड छ यो गाइस हाम्रो घर चाहिँ 70-80% चाहिँ कम्प्लिट छ भनौँ न गाइस आजको लागि चाहिँ यति नै आज मैले सब देखाइदिइहालेँ भित्रबाट पनि मैले देखाउनु मन थियो धेरै कुराहरू र आज स्याटरडे भएर चाहिँ केही देखाउनु पाइनँ देखाउनु चाहिँ धेरै कुराहरू थिएँ त्यहाँनिर धेरै कुराहरू थियो नि त होइन तर आज के देखाउनु पाइनँ आज स्याटरडे रहेछ स्याटरडे चाहिँ यहाँ सब बन्द हुन्छ हो त्यो भएर आफ्नो घर पनि देखाइदिइहालेँ बोजू घर पनि देखाइदिइहालेँ अनि आजको लागि चाहिँ यति नै तपाईँहरूको भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गरिदिनुहोस् अनि यो मेरो पोस्ट भिडियो ग्यास देखाएर बोल्ने भिडियो गर्नेहरू चाहिँ अनि तपाईँहरूलाई के इम्प्रुभमेन्ट अझै चाहिन्छ यो भिडियोमा हुनुपर्ने भएको छ जस्तो लाग्यो भने चाहिँ कमेन्ट गरिदिनुहोस् म त्यसमा ध्यान दिन्छु र यति भन्दै म भिडियो एन्ड गर्दैछु बाई बाई सी यू इन नेक्स्ट ब्लग